21 तारिक जुन 2026 का दिन वर्ल्ड म्युजिक डेको तत्वावधानमा अशोक राय स्कुल अफ म्युजिकले उनीहरूका विद्यार्थीहरूलाई लिएर एउटा कन्सर्ट गरेका थिए देवकोटा सङ्घमा हिजो 4 बजेदेखि। त्यसैका केही झलकहरू म हजुरहरू समक्ष राख्न गइरहेकी छु। Senior children from the Western Vocals Department. यी नानीहरू वेस्टर्न म्युजिकका निम्ति प्रस्तुत भएका छन् र हामीहरू सबै त्यहाँ हेर्न गएका थियौँ र गार्जेनहरू पनि थिए, हामीहरू पनि थियौँ। साँच्चै सिलगढीमा यो एउटा नयाँ आयाम सुरु भएको छ अशोक राय स्कुल। डान्सका धेरै संस्थाहरू छन् है, तर गीतको भने हाम्रा नानीहरूले गरेको यो एउटा जब राग प्रेजेन्ट गर्छ फर्स्ट फर्म विल बी आला, जसमा रिदम हुँदैन, कम्प्लिटली एब्स्ट्र्याक्ट फर्ममा फलोइङ द राग ग्रामर, शुद्ध सारङ्गको स्वर सा रे म प नि सा सा नि ध प म प ध प म रे सा, यो रागमा ग लाग्दैन। सो ग स्किप गर्दै यो नोट्सहरू एक्सप्लोर गर्दै बिस्तारै बिस्तारै फ्रम लोवर नोट्स टु हायर नोट्स हामी मुभ हुन्छौँ। त्यसपछि बन्दिस कम्पोजिसन पार्टमा जान्छु। कम्पोजिसनपछि अलिकति टेम्पो रेज गर्दै त्यहाँबाट इन्स्ट्रुमेन्टल म्युजिकमा सिङ्गिङ फर्मभन्दा अझै एउटा एडिसन हुन्छ, त्यसलाई झाला भनिन्छ, जसमा चाहिँ हामी फास्ट मुभमेन्ट एक्सप्लोर गर्छौँ। सो यति पार्ट रहनेछ, सुनिदिनुहोस् होला। मसँग विश्वजित भाइ छ तबलामा, राग सुन्नु छ। Dhanyawad. I thank each and every one of you for your time and for your love for all of us and for your love for music. I would like to especially thank our sponsors, Olive Tree Bakery, Robin Mixon Master and Artist Inn for their generous sponsorship. Apart from that, I'd like to thank Mr. Milan Ruchar, जसले चाहिँ हामीलाई हल जुटाइदिनु भयो, साथै बटादा हाम्रो साउन्ड ब्यान्ड जसले चाहिँ यहाँ अहिले हाम्रो जति म्यानेजमेन्ट पानी गरिदिनु भएको, सो बटादालाई पनि धेरै धन्यवाद। मेरो साथीहरू म्युजिसियन दाजुभाइहरू विवेकदा, विश्व, आयुष, बजाज, राहुल बजाज, we always mistake him for Rishabh Bajaj, so Rahul Bajaj and विश्वजित भाइ and my dear friend सागर, जसले चाहिँ हामीलाई यत्रो दिनदेखि सघाइदिनु भयो है, आफ्नो समय छोडेर आफ्नो इम्पोर्टेन्ट कामहरू छोडेर पनि हामीसित यहाँनिर बजाइदिनु भयो, रिहर्सलमा आइदिनु भयो, सबैलाई धन्यवाद। साथै मेरो भाइ निमेश अनि निमेशसित आउनुभएको अर्को साथी उत्सव है, हजुर उत्सव, यहाँ सबैलाई धन्यवाद। अनि विशेष धन्यवाद आज जो जति पनि हाम्रो यहाँ हामीलाई सुन्न आइदिनु भयो, यहाँहरू सबैलाई हृदयबाट नै धन्यवाद। तपाईँहरूले आफ्नो समय निकालेर हामीलाई, हाम्रो नानीहरूलाई प्रोत्साहन दिनलाई तपाईँहरू आउनुभयो, त्यसको निम्ति धेरै धेरै धन्यवाद। अनि बिग थ्याङ्क्स टु अल आवर पेरेन्ट्स, आवर गार्जियन्स, जसको बिना चाहिँ हाम्रो यो प्रोग्राम सफल हुन सक्थेन। उहाँहरूले हामीलाई मेन्टली मात्र नभएर फाइनेन्सियली हामीलाई सघाउनु भएको छ यो कार्यक्रम सम्पन्न गर्नको निम्ति। त्यसको निम्ति चाहिँ मेरो सबै नानीहरूको आमा बाबालाई धेरै धेरै धन्यवाद। आयुषको आमालाई, बोजूलाई धन्यवाद फर द टी। अनि टी भन्दाखेरि तल हामीले चिया बिस्किटको प्रबन्ध गरेको छौँ। तपाईँहरू सबैले त्यहाँ गएर एकपल्ट निस्केर जानु होला, निस्किँदाखेरि चिया पिएरै जानु होला।
र त्यही भन्दै हाम्रो यो जुन सङ्गीतप्रतिको जुन माया छ र जुन एउटा कर्तव्यबोध छ हामीलाई सङ्गीतप्रति त्यो यसरी नै अघि बढाउन पाऊँ भन्ने आशा गर्दछु। तपाईँहरूको आशीर्वाद र तपाईँहरूको साथ सधैँ यसरी नै रहिरहोस्। आउँदो वर्ष पनि हामीले यसरी नै योभन्दा पनि अझ राम्रो नानीहरूलाई तयार गरेर आफू पनि तयार भएर तपाईँहरूलाई सुनाउन सकौँ। सबैलाई फेरि धन्यवाद।